आज के फेरि हामी आमा छोरी मेन ढोकाको अगाडि सिडीमा बसेर हेलो गाइज हाई नमस्ते भनेर पोज दिँदै थियौँ कि त्यत्तिकैमा चाहिँ एकजना दिदी फुत्त ढोकाबाट निस्किनु भयो। हामी त लाजले फेरि आमा छोरी लाजले पुत्तुकै भयौँ। के गर्नु, मान्छे देखेपछि फेरि बोली नै आउँदैन कि, बोल्न यताउता भन्न चाहिँ कस्तो लाज लाग्ने कि। अनि हेर्नु न, पानी भर्दै पनि छौँ कि हामी र छोरी यत्तिकैमा चाहिँ म स्कुटीमा चढ्छु, मामी स्कुटीमा चढ्छु भन्दै चाहिँ मलाई सबै गर्न आउँछ नि, मलाई चलाउन आउँछ भन्दै के थिच्दैछिन्। मेरो छोरी अति नै धेरै गफाडी भएकी छिन् क्या आजभोलि, सानी सानी। अब यत्तिकै चाहिँ म बिस्कुट किन्न जाने होइन, जाउँ न जाउँ भन्दै जबरजस्ती। त्यहीमा आन्टीले नदेखेपछि फेरि अनि मलाई उचाल्नु न भन्दैछिन् क्या। अनि बिस्कुट लिएर आएर हामी चाहिँ अब पप्पीलाई दिन जाँदै रह्यो क्या, खुसी हुँदै। जहिले यसरी जानुपर्छ उनलाई। अनि ए हेर तिमीलाई ल्याइदिएको छु रे खोल्नु न मामा आइपुग्यो भन्दैछिन्। अनि खाँदैछन् सानो सानो टुक्रा पारेर। तर चाहिँ साँझ पख चाहिँ सबैजनालाई धेरै माया गरेर दिन्छन् नि त यी पपीहरूलाई। भोको चाहिँ हुँदैनन् कि फेरि, त्यही पनि खाँदैछन् अलिअलि। पुटुङ 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 दौडिँदैछिन् उहाँ, खेल्दै रमाउँदै। घर जाउँ भन्दा नि नमानेर बसेको बसे गर्ने रे, वहीँ बस्ने भन्छन्। अनि यत्तिकैमा चाहिँ अब हामी चाहिँ आमा पनि आइपुग्यो, पेप्पीको आमा पनि आइपुग्यो है। अनि छोरीलाई चाहिँ अब जबरजस्ती समातेर रुँदै रुँदै घर लाँदैछौँ। हेर्नु न, यसरी लानुपर्छ घरमा लाँदा बाई बाई साथीहरू।